मन लाग्यो क्या भन्नु यो कविहरूले चाहिँ यो संसारमा कसैले नदेखेको कुरा चाहिँ कसरी देख्छन् क्या कविहरू भावुक हुन्छन् अँ, उनीहरू भावना बहकिन्छन् मान्छेले के भन्छन् भने नि अँ, कविले चाहिँ अथवा साहित्यकारले अँ, कसैले नदेखेको कुरा उनीहरू सबैभन्दा पहिले देख्छन् अँ, नील आर्मस्ट्रङले चन्द्रमा पुगे नि अँ, चन्द्रमा पुग्नुभन्दा धेरै पहिला लक्ष्मीप्रसाद देवकोटाले उद्देश्य के लिन उडी छुनु चन्द्रका भनेको थियो हो नि त हो त्यो त्यो नील आर्मस्ट्रङ भन्दा पहिले देवकोटा पुगे हो नि त अँ, हो नि त अँ, भले नील आर्मस्ट्रङ भौतिक रूपमा पुगे अँ, तर मानसिक रूपमा पुग्नु चाहिँ ठुलो कुरा हो अँ, त्यसैले गर्दाखेरि कविहरू सोच्छन् विचार गर्छन् भावनाबाट चल्छन् अँ, अनि भावनामा चलेपछि त्यसको गहिराइसम्म पुग्छन् अँ। ढुङ्गामा देवता बनाउँछन् खोप्छन् ढुङ्गैलाई आराधना गर्ने बनाइदिन्छन् क्या मनमोहक बनाइदिन्छन् त्यही त त्यस्तो हो नि त कविहरू त्यही त अनि त्यही अर्को कुरा क्या फेरि जस्तै महाकवि के अरे महाकविहरू हाम्रो मन्त्री पनि हुनुभएको थियो नि एकजना लक्ष्मीप्रसाद लक्ष्मीप्रसाद थियो देवकोटा हो। अनि उहाँको चाहिँ घरिघरि त्यो चुरोट खाँदै गरेको आउँछ अँ, अनि उहाँ चाहिँ नि के अरे उहाँको ऋण छ अझैसम्म 30-35 हजार कति ऋण छ त्यो कसले तिर्दियो बेला भन्छन् होइन जस्तै संसारले मानेको मान्छेहरू अहिले जसरी चुरोट खानु गाँजा खानु यो खानुलाई त गलत मानिन्छ नि त तर उहाँहरू जस्तो विद्वान मान्छेहरूले पनि त्यतिखेर त्यो सेवन गर्नुहुन्थ्यो होइन त्यतिखेर त्यो सेवन गर्नु त्यो कुरा चाहिँ अहिले तपाईँको चाहिँ नि के अरे अहिले त्यही मान्छेले गर्दाखेरि गलत हुन्छ तर उहाँहरूले त्यही चाहिँ नि क्रियाकलाप गर्दाखेरि चाहिँ किन महान मानिन्छ ओहो भाइ यो कस्तो हुन्छ भने नि कस्तो कडा क्वेसन गरेको अँ, कलरिज र विलियम वर्ड्सवर्थ भन्ने दुईजना संसारका ठुला साहित्यकार हुन् अँ, उनीहरूले संसारमा रोमान्टिसिज्म स्वच्छन्दतावाद भन्ने धारा सुरु गरे अँ, द लिरिकल ब्यालेट मार्फत अँ, त्यसबाटै लक्ष्मीप्रसाद देवकोटा पनि प्रभावित मान्छे हुन् मैले किन जोड्न खोजेको भने कलरिजले यति अफिम खान्थे अरे नि अँ, कोठाभरि धुवै धुवा भएपछि साहित्य लेख्न थाल्थे अरे ए हो र साहित्यकारहरूलाई पागल पनि भन्छन् नि अँ, आधा खुस्केट पनि भन्छन् नि किन भन्दाखेरि उनीहरू चाहिँ दिमाग चाहिँ कता कता पुगेपछि धेरै माथि उडेपछि लेख्ने हुन् अँ, लक्ष्मीप्रसाद देवकोटा पनि चुरोट सेवन गर्थे अँ, उनले गरेको चुरोट सेवन चाहिँ हेर्न भएन क्या अँ, उनले लेखेको साहित्यले चाहिँ के दियो त्यो हेर्नु पर्यो चुरोट त लक्ष्मीप्रसादका पालामा हाम्रा बाउ हजुरबाउले पनि खान्थे 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 होइन तर लक्ष्मीप्रसाद देवकोटाले सुन्दर सुन्दर कविता लेखे त्यही चुरोट सेवन गरेकै कारण त देवकोटा धरतीमा 50 वर्ष पनि बाँचेनन् 49 वर्ष 10 महिना 2 दिन बाँचे अँ, त्यसले हानि गर्यो नोक्सानी गर्यो त्यही भएर खाना हुँदैन अँ, तर के हो भने उनले खाँदा चुरोट मान हुने हुने हामीले खाँदा मान नहुने होइन चुरोट वास्तवमा खानै नहुने चिज हो देवकोटालाई लत लाग्यो लत लागेपछि आदत बस्यो आदत भएपछि छोड्न सकेनन् अँ, अनि त्यसपछि केही मान्छेलाई तनाव भयो भने खाने गर्छन् नि त्यसै देवकोटामा बानी पर्दै गए बानी पर्दै गएपछि त्यो खाए त्यसकै आधारमा लेख्न थाले तल मेटाउने मान्छेलाई बहकाउने भुलाउने माध्यमको रूपमा यो लागु पदार्थलाई लिन्छ दुर्व्यसनीहरूलाई लिन्छ देवकोटा पनि त्यस्तै गरी खान्थे लेख्थे अब उनी स्वच्छन्द रूपमा लेख्न रुचाउँथे चुरोट हेर्न भन्दा पनि उनको साहित्यलाई हेर्नु पर्यो अँ। जस्तै यो एउटा किताब छ क्या मसँग यो लक्ष्मी निबन्ध सङ्ग्रह दाडिमको रुखनेर भन्ने यो किताबले तपाईँले पढिसक्नु भएको छ सबै त छैन जस यसका केही कुनै कुनै निबन्धहरू होला नि तर प्रायः निबन्धहरू मैले तपाईँलाई यहाँभित्र भएको चाहिँ अलिकति कुनै एउटा निबन्ध थाहा भएको जस्तै यहाँ दाडिमको होइन यो निबन्धभित्र यो किताबभित्र भएको मध्ये चाहिँ मलाई के नेपाल सानो छ भन्ने निबन्ध बहुत मनपर्छ ए सुनाउनु न एकचोटि सुनाउनु यो चाहिँ के नेपाल सानो छ भन्ने निबन्धमा ए के नेपाल सानो छ के नेपाल सानो छ अँ, किन नेपाल सानो छ त प्रश्नवाचक होइन प्रश्नवाचक, त? के नेपाल सानो छ अँ, भनेर प्रश्न गर्छन् देवकोटा अँ, अब यो चाहिँ कस्तो भन्दाखेरि लक्ष्मीप्रसाद देवकोटाले यो नेपाललाई हामी त वास्तवमा हेर्ने हो नि त भारत र चीनको बिचमा रहेको नेपाल त सानो नै हो नि त भौगोलिक दृष्टिले त दुई देश बिचको एउटा तरुलको रूपमा बुझिन्छ बुझिन्छ पृथ्वीनारायण शाहले भनेको छ अँ, तर कवि कलाकार र साहित्यकारको दृष्टिमा नेपाल विश्वको सबभन्दा ठुलो देश हो क्या अँ, होइन उनले त्यसरी हेरे कविहरूले साहित्यकारहरूले चाहिँ अँ, विश्वको ठुलो देश विश्वको ठुलो देश भनेकै नेपाल हो अँ। देवकोटाको नजरमा विश्वको ठुलो देश नेपाल हो किन भन्दा यहाँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ यहाँ जात धेरै छ धर्म धेरै छ संस्कृति धेरै छ परम्परा छ जब कुनै पनि देश त्यति बेला समृद्ध हुन्छ जति बेला जात के अरे त्यो देशमा कला संस्कृति सभ्यता रीतिरिवाज र परम्पराले धनी भएपछि संसारमा देश धनी देखिने हो Yes, अँ, त्यहाँभित्र के भन्छन् भने नि देवकोटाले अँ, त्यो के नेपाल सानो छ भन्ने निबन्धमा चाइनाभन्दा नेपाल ठुलो हो भनौँ भने तपाईँहरूलाई हात्तीभन्दा मान्छे ठुलो हो जस्तो लाग्दो अँ, भन्छन् क्या प्रसङ्ग निकाल्छन् त्यो आउँछ त्यो भनेको चाहिँ के भन्दाखेरि उनले त्यहाँ अझै भन्छन् भने के भन्छन् भने भूगोल ठुलो होइन त्यहाँ उत्पादन हुने चिज ठुलो हो
होइन। अब नेपाल यति सौन्दर्यले भरिपूर्ण छ, टाढै जानु परेन नि। अब यही हाम्रै बालुभाइ हाम्रै अब धरान धनकुटाको डिस्टेन्स 15 किलोमिटर छ होइन, के अरे धरान भेडेटारको। त्यो डिस्टेन्समा हेरौँ त कस्तो छ हावापानी होइन। आधा घन्टाको बिचमा यहाँ गर्मी भइरहेको छ। त्यति मात्र होइन, अझै जोड्छु म, टर्नर हलो जोत्ता आउनु भनेका छन् होइन। संसारका सबै मान्छेहरू सेक्सपियर भारी बोक्ता हुन्, टर्नर हलो जोत्ता हुन्। देवकोटाले त के नेपाल सानो छ, सानोको महत्त्व बुझाएका छन्। आँखाको नानी सबैभन्दा सानो हुन्छ तर सुन्दर हुन्छ होइन। आकाशमा देखिने माथि देखिने तारा पनि सानो जुनकिरी जस्तो देखिन्छ तर त्यो सानो होइन नि त। त्यसकारण हरेक सानो वस्तुको महत्त्व छ भन्ने कुराले उनले के नेपाल सानो छ भनेर सुन्दर शान्त विशाल भन्ने शब्द प्रयोग गरेको छ नेपाललाई। त्यो निबन्धमा नेपाल के नेपाल सानो छ भन्ने निबन्धमा सुन्दर शान्त विशाल देश हो नेपाल, सुन्दर छ शान्त छ विशाल छ भनेका छन्। यही चाहिँ के भएछ भने अलिकति भाइलाई मैले सुनाएँ, दार्जिलिङ गएको बेलामा राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई एउटा गीत लेखिदिनुहोस् न, नेपाल झल्किने खालको राष्ट्रिय गीत लेखिदिनु भनेपछि माधव घिमिरे आएर यता कोर्न खोज्छन् उता कोर्न खोज्छन्, हुँदैन गीत। 6 महिना लागेछ क्या। 6 महिना पछाडि उनले चाहिँ नि के गरेछन् भने अब होइन अब गीत लेख्नु पऱ्यो, यसो विचार गरेछन्। गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली, जय 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 नेपाल सुन्दर शान्त विशाल भन्ने छ नि। यो देवकोटाले के नेपाल सानो छ भनेर निबन्धमा प्रयोग गरिसकेको शब्द हुनाले माधव घिमिरेले गएर देवकोटासँग सापटी मागे। त्यति बेला त्यस्तो चलन थियो, अर्का शब्द सापटी माग्ने चलन थियो। अनि त्यसपछि त्यो शब्द सापटी मागेपछि हुन्छ तपाईँ प्रयोग गर्नुहोस् भनेर महाकविले भन्नुभयो। अनि त्यहाँबाट घिमिरेले आएर गीत लेख्नुभयो, गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली, जय 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 नेपाल सुन्दर शान्त विशाल, गण्डकी कोशी कर्णाली मेची र महाकाली, लेकर बेसी बिउझाउँछन् लहर लाखौँ उचाली। यस्तो किसिमको माधव घिमिरे लेख्नुभयो। सुन्दर शान्त विशाल भन्ने शब्द प्रयोग गरेर संसारको विशाल देश, शान्त देश, सुन्दर देश, यो चाहिँ प्रकृतिले भरिएको देशको रूपमा चाहिँ नेपाललाई चित्रण गर्नुभएको छ देवकोटाले। यो निबन्धभित्र साह्रै मिठो छ के, आनन्द आउने त्यस्तो छ यो चाहिँ। त्यही त। अब लास्टमा दाइ, अनि यो जस्तै अहिले हामी तपाईँ र म यो कोसीको किनारमा बसेर यो संवाद गरिरहेको छौँ। यो कोसी को किनारमा बसेर यसरी गफ गर्दै गर्दा कोसीका विषयमा पनि विभिन्न कुराहरू उठ्दै गर्छन् होइन। यो पौराणिक कुराहरूदेखि लिएर आधुनिक समयसम्म कोसीलाई विभिन्न रूपमा परिभाषित गरिएको छ। खास कोसी भनेको के हो, कोसी कसरी उत्पत्ति भयो होइन, कोसीको पहिचान के हो, कोसीको चाहिँ एउटा चाहिँ तपाईँको साहित्यिक मान्छे साहित्यिक तरिकाले चाहिँ कोसीलाई थोरै वर्णन गर्दाखेरि अन्तिममा के हो त कोसी, किन कोसी भनियो? भाइले एकदम धेरैवटा प्रश्न गर्यो यसमा। कोसी के हो, साहित्य के हो भन्नु कि तपाईँहरूको भाषामा कोसीलाई अलिकति ट्याक्कसँगले थोरै भन्छु। यो सप्तकोशी नदीको उत्पत्तिका विषयमा अब ठ्याक्कै चाहिँ हेर्ने हो भने यो हिमालबाट बगेर आएको नदी हो नि। त्यसरी हिमालबाट बगेर आएको 7वटा नदी मिसिएको। यो वैज्ञानिक रूपमा हेर्ने हो भने 7वटै नदी हिउँ पग्लिएर आएर हिम नदी हुँदै हुँदै यहाँसम्म आइपुगेको यो वैज्ञानिक दृष्टिले हो होइन। तर पौराणिक दृष्टिले हेर्ने हो भने कौशिक ऋषिले तपस्या गरेर पार्वतीको शरीर कोषबाट उत्पन्न भएर बगेको हुनाले यसलाई कोषबाट निस्किएको हुनाले कौशिकी भनेको भनेर सप्तशती चण्डी भन्छौँ, जसलाई हामी दुर्गा पाठ गरिन्छ दसैँको बेलामा, दुर्गा सप्तशती। त्यसको 5औं अध्यायको 84 या 85 श्लोकतिर सप्तकोशीको नामले पार्वतीको कोषबाट निस्किएको हुनाले संसारमा प्रचलित हुनेछ भनेर व्याख्या गरिएको छ। यसलाई कोशीलाई चाहिँ विश्वको पहिलो नदी, धरतीको पहिलो नदी भनिन्छ। किन यो हो जस्तो लाग्छ? किन भन्दाखेरि संसारको सबैभन्दा अग्लो हिमाल कहाँ छ? सगरमाथा नेपालमा छ। अनि पग्लिन सुरु चाहिँ सगरमाथाबाटै गऱ्यो क्या हिउँ। पग्लिन सुरु गरेपछि त्यो हिउँ पग्लिएर धरतीमा झरेर बग्न थालेको त यही नदी हो नि त। किनभने अग्लो ठाउँबाट पग्लिँदै आयो अनि यहाँ झऱ्यो। योभन्दा 6 दिन जस्तो लाग्छ मलाई। 6 दिन पछाडि गङ्गा नदी यस्तै कस्तो भनेको छ, पछि कान्छो हो भन्ने व्याख्या गरिएको छ। वास्तवमा त्यो नदी बग्दै बग्दै त्यहाँ पुगेको हुनसक्छ। त्यसैले अग्लो सगरमाथा हाम्रैमा छ। त्यो सगरमाथा पग्लिएर पानी झरेर धरतीमा आएको हुनाले यो चाहिँ धरतीको पहिलो नदी हो भन्ने कुरा चाहिँ हो जस्तो लाग्छ मलाई चाहिँ। यो
है यो अब भाइले अघि साहित्यको कुरा गर्यो, यहाँ चाहिँ सभ्यताको कुरा गर्यो। यो कोशी सभ्यता भनेको कृषिको सभ्यता हो, कृषिसँग जोडिएको सभ्यता हो, किसानसँग जोडिएको सभ्यता हो। संसारमा हलो जोत्न सुरु भएको, अनाज उत्पन्न सुरु भएको ठाउँ हो यो। यही हो यही बराक क्षेत्रकै चतरा एरियाकै आसपास हो। किनभने यो चाहिँ पुराण वेदमा खास गरी यो कुराहरू भेटिन्छ। अनि यो कोशीभित्र चाहिँ विभिन्न यहाँ बराक क्षेत्रमा माथि यो चाहिँ के अरे रामायण रचना गर्नेदेखि लिएर यहाँ माथि गर्नेदेखि लिएर विश्वेश्वर प्रसाद कोइरालाले त नि सुम्निमा उपन्यास त यही आसपासमा लेख्नुभएको। यतै यो चतरा यो बालसन्त महाराज बस्नेको छेउछाउतिरको एरिया मनुवा द भनेर व्याख्या गरेको त्यो अब प्रासङ्गिक रूपमा मनुवा द भए पनि त्यसको गहिरो रूप त अर्कै हुन्छ। तर यतापट्टिको किराँती सभ्यता भनेको यही हामी अहिले यता जहाँ बसिरहेका छौँ उदयपुरको यताको सभ्यता मैनामैनी साइडको। अनि यो तलतिर बालसन्तको आश्रमको छेउछाउमा सोमदत्त र सुम्निमाको जुन कथा छ त्यो कथा चाहिँ यही बिपी कोइरालाले यही लेख्नु भएको हो। यसैको वरिपरिको साहित्य हो। त्यसपछि तल हाम्रो यो सप्तकोशी नदीमा तल गइसकेपछि यो हामी भाइले पनि पढ्यो होला के अरे शहीद भन्ने कथा छ नि के अरे उसको मैनालीको गुरुप्रसाद मैनालीको शहीद भन्ने कथामा यहाँ कुसामा लडाइँ लडेको कोशीमा लडाइँ लडेको कुसा त्यसको व्याख्या त्यो कथाभित्र व्याख्या छ होइन। अनि यहाँ त धेरै साहित्यिक कृतिहरू रचना हुनेदेखि लिएर थुप्रै छन्। यहाँ थुप्रै साहित्यकारहरू हुनुहुन्छ। यहाँको बारेमा धेरै ठुल्ठुलो व्याख्या साहित्यभित्र भएको छ। यो सप्तकोशी किनारमा साहित्यिक कृतिहरू थुप्रै रचना हुने क्रम पनि छ। त्यही त बिपीले त्यतिखेर देखेको यो चाहिँ यो ठाउँबाट चाहिँ विभिन्न कृतिहरू निकालेको ठाउँ। तर अहिले त अलिक निकै ओझेलमा पर्यो। अहिलेकोले खोइ खोज अनुसन्धान केही गरेको पनि देखिँदैन। त्यतिखेर खोजिएको यो एरिया, त्यतिखेर खोजिएको यो भूगोल, त्यतिखेर इतिहासदेखि जोडिएको यो चाहिँ कृषि क्रान्ति भएको ठाउँ। तर अहिले आएर त यो त देखिँदैन नि है। भाइले एकदम गहन प्रश्न गर्यो। म साहित्यमा नै रुचि राख्ने मान्छे, म जस्तो मान्छेलाई चोट पर्ने गरी प्रश्न गर्यो भाइले। किन भन्दाखेरि वास्तवमा बिपी कोइरालाले त्यति बेला देखाइदिनु भएको बाटो कता गयो, तपाईँहरूले साहित्यलाई कता लानुभयो भन्ने भाइको कुरा हो होइन। कस्तो हुन्छ भन्दाखेरि अहिले समाज छोटो कुरालाई मात्रै मन पराउँछ। पहिला चाहिँ कस्तो थियो भन्दाखेरि यो साहित्यको विकासक्रमलाई हेर्ने भने पहिला महाकाव्यको युग थियो क्या। रामायण पढिन्थ्यो, महाभारत पढिन्थ्यो, यस्ता ग्रन्थहरू पढिन्थे। अलिक पछाडि हुँदै आइसकेपछि अलिक पछाडि 7 सालतिर आइसकेपछि रेडियो सुन्न थालियो होइन। अनि त्यहाँ रेडियोमा कथाहरू सुन्न थालियो। अनि त्यसपछि कथाको युगहरू आयो। अनि पछाडि हुँदै गएपछि अहिले उपन्यासको युगहरू आयो। अनि उपन्यास पनि पढ्न छोडेर मान्छेहरू सिनेमा हेर्न थाले। सिनेमा पछाडि पनि अझै के भयो भने गीत सुन्न थाले। गीतबाट हुँदै अहिले 15 सेकेन्डको टिकटकमा आयो क्या। छोटोमा धेरै खोज्ने टिकटक रिल्स यसको युग आयो। अनि त्यसले गर्दा चाहिँ कस्तो हो भन्दाखेरि मान्छे चाहिँ छोटोमा एकदम धेरै महान विद्वान बन्न खोज्ने, छिटो प्रतिक्रिया चाहिने, छिटो विकास चाहिने हुँदाखेरि चाहिँ यसको क्षेत्रको के अरे प्रवर्धन नभएको हो। त्यसले गर्दा यसलाई खोज्नु, अनुसन्धान गर्नु, हिन्दू धर्मभित्र अथवा पूर्वीय दर्शनभित्र लेखिएका पानीका महत्त्व, अरू यी सारा कुराका महत्त्वको विषय चाहिँ हामीले अझ उजागर गर्ने, रिसर्च गर्ने यहाँ धेरै चिज भेटिन्छ। यहाँ चाहिँ कस्तो भने धेरै यो चाहिँ सप्तकोशी नदीमा सुन बगिरहेको छ, तामा बगिरहेको छ, फलाम बगिरहेको छ। त्यो खोज्ने काम त राज्यको हो। म चाहिँ साहित्यको विद्यार्थी भएको हुनाले सरल सप्तकोशी बगिन आहा भनेर गीत लेख्न सक्छु, कविता लेख्न सक्छु। म यो कस्तो भने साहित्य भनेको हुने खाने धनाढ्य आनन्द मान्ने मान्छेहरूले गर्ने चिज हो नि त। तर नेपाल त्यति माथि पुगिसकेको छैन। तर त्यो भने त्यति माथि नपुगे पनि सरकारले खोज्नुपर्छ होइन। भाइले गरेको क्वेसनले मलाई धेरै चस्सा हानेको छ। यो कोशी नदी यसले मलाई, यो माटोले मलाई चाहिँ शक्ति प्रदान गर्यो, यसले मलाई साहस दियो भने कुनै दिन उत्कृष्ट कृति पो रचना गर्न सकिन्छ। गर्नुपर्छ दाइ। अब यो बिपीले देखेको त्यतिखेरको यो चाहिँ के अरे सपनाको रूपमा होइन देखेको यो ठाउँहरू, यस्तो हाम्रो प्रकृतिलाई तपाईँहरू जस्तो साहित्यकारहरूले चाहिँ अलिकति कलम चलाउनु पर्ने देखिन्छ, ताकि जतिले बुझिरहेका छन्, जानिरहेका छन्, त्योभन्दा धेरैले देश विदेशमा रहेका सबैले यसको बारेमा यो ठाउँको बारेमा थाहा पाउँछन् होइन। ल यो संवाद यहीँ टुङ्ग्यौँ, फेरि पनि हामी अर्को संवाद गर्छौँ। हुन्छ बालु, हस् धन्यवाद।